नमस्ते एन्ड स्वागत छ यहाँहरू सबैजनालाई गिरी फ्यामिली युट्युब च्यानलमा। आज धेरै दिन पछाडि हामी सानो भिडियो लिएर आएको छु। यो भिडियो पनि ऱ्यान्डम हो, यसो इभिनिङ वक जाँदा जाँदै भिडियो बनाउँ लागेर बनाएको होइन। अनि यसलाई भाइरल हुन मन लाग्यो अरे त। हेर भाइरल हुने केटी स्वागत छ दिदीको युट्युब च्यानलमा, स्वागत छ। जतिजनाले भिडियो हेर्नुहुन्छ जसकोमा पनि पुग्छ एउटा मात्रै भ्युज आएछ भने पनि जसले हेर्नुहुन्छ फर्स्ट टाइम हेर्नुभएको छ भने चाहिँ हतार सब्सक्राइब गरेर मेरो सब्सक्राइब बढाइदिइहाल्नु होला। अनि यसलाई कमेन्ट पनि गरिदिनु अरे। अनि हामी चाहिँ इभिनिङ वकमा जाँदैछौँ होइन। हाम्रो चाहिँ डेली रुटिन हो। हामी दिनमा कम्तीमा पनि 1 घन्टा, अलि भ्याएको बेलामा चाहिँ 1.5 घन्टासम्म हिँड्ने गरेको छौँ होइन। अनि यो भिडियो चाहिँ हाम्रो घर नजिकैको हो। अनि त्यसपछि अब इभिनिङ वकमा हिँड्दाखेरि रमाइलो गफ गर्दै गर्दै हामी घरहरू पनि हेर्दै हिँड्छौँ होइन। यो अस्ट्रेलियाको सिडनीमा हामी चाहिँ पेनरिथ भन्ने सबमा बस्छौँ। यति राम्रो घर छ यहाँ। अहिले नयाँ बनेको एउटा सबब छ क्यारेन्स भन्ने होइन। यति राम्रो घरहरू छ। 1-2वटा घरहरू देख्ने बित्तिकै त मलाई यस्तो भएको थियो होइन, यस्तो मोह भएको थियो। अनि त्यो घरको भिडियो लिन पाइनँ क्या मैले। अब अर्का घरको भिडियो होइन नसोधी पनि ल्याउन अप्ठ्यारो। सो अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ। यहाँको एकदमै हेर्नु कति हरियाली छ क्या। हामी भन्छौँ नि हरियो वन नेपालको धन भनेर, केही होइन भाइ। हरियो वन अस्ट्रेलियाको धन चाहिँ हो। अनि यहाँ फेरि कस्तो चिटिक्क परेको घरहरू छ क्या, हेर्नुहोस् न होइन। कति राम्रो घरहरू छ क्या। अनि मलाई यहाँको बेस्ट ब्युटी लाग्ने चाहिँ के भने नि, यहाँ घरहरू सबै 1 तले 2 तले मात्रै हुन्छ कि रेसिडेन्सियल एरियामा। एउटा घरले अर्को घरलाई छेलेको हुँदैन होइन। अनि सबै घरमा टक स्ट्रिट पनि टक्कै हुन्छ, नाम पनि त्यही अनुसारको होइन। चिटिक्क परेको, न घरमा यत्रो ठुल्ठुलो गेटहरू पनि नराख्ने। हाम्रो नेपालमा जस्तो 7 तले 5 तले घर बनायो, गेट पनि हल्लाउन नसक्ने यत्रो फलामको गेट राखेको हुन्छ होइन। यहाँ चाहिँ त्यस्तो हुन चोरी डकैती नहुने ठाउँ पनि होइन, चोरी पनि लागिरहेको हुन्छ है। यस्तै छ। एङ्ग्लिकेयर भिलेज भन्ने छ होइन। यो चाहिँ एज केयर हो। यहाँ चाहिँ बुढाबुढी आमाहरू बस्नुहुन्छ। अनि मैले चिनेको एकजना बहिनी यहीँ काम गर्छिन्। अनि यहाँदेखि अलिक पर अगाडि आएपछि चाहिँ मेरो छोरीको स्कुल पनि छ। अनि सानो एउटा इन्डियन ग्रोसरी पनि छ होइन। अनि अब म तपाईँहरूलाई बिस्तारै त्यो बाटोमा हिँड्दै गएपछि वेस्टर्न सिडनी युनिभर्सिटीतिर लिएर जान्छु। यति राम्रो छ होइन। हामी वकमा चाहिँ नर्मली त्यहीँ जान्छौँ। त्यसलाई वरिपरि वक गर्दाखेरि चाहिँ अलमोस्ट 3 देखि 4 किलोमिटरसम्म चाहिँ वक हुन्छ। सो सजिलो पनि। यहाँ चाहिँ सानो इन्डियन ग्रोसरी पनि छ है होइन यहाँनिर। अनि न्युज एजेन्सी सप पनि छ, मिनी मार्ट पनि छ, इन्डियन थाई रेस्टुरेन्ट पनि छ, टेको सप पनि छ होइन। अनि स्कुलको नजिकैको चाहिँ बस पनि आइरहेको छ। वेस्टर्न सिडनी युनिभर्सिटी एउटै हो, यताबाट जाउँ। अनि अब हामी चाहिँ 1 राउन्ड लगाउँछौँ। अहिले ठ्याक्कै कति बजेको छ? 7:30 भयो। यो पुरा 1 राउन्ड लाउँदा कति हुँदो रहेछ म भन्छु। पुरै वक गरेकै भिडियो लाउँदा त अब एकदमै लामो लेन्दी हुन्छ भिडियो होइन। मलाई पनि हेर्नु पऱ्यो नि त, ऱ्याप पारेर यस्तो गरेर पनि हाल्नु पऱ्यो होइन। यसरी यहाँ मलाई पनि देखाउनु पऱ्यो। सानो भिडियो पनि खिचिरहेको होइन। यहाँ चाहिँ चाइल्ड केयर पनि छ। यो चाहिँ काउन्सिलको चाइल्ड केयर हो, अर्ली चाइल्डहुड एजुकेसन एन्ड केयर भनेर लेखेर रहेछ होइन। अस्ति हामी आएको थियौँ। अनि यहाँ चाहिँ वान अफ द बिल्डिङ यहाँ के छ थाहा छैन। अनि सटल बसको लागि बस स्टप छ, युनिभर्सिटीको बस होइन, स्टुडेन्टहरूलाई छोड्ने बस। बाइ द वे हामी धेरै हिँडेको छैनौँ, यति मात्रै हिँडेको छौँ। यहाँ चाहिँ कार पार्किङ छ है टन्न, कति कार पार्किङ। अनि त्यहाँ चाहिँ मोटर बाइक, यहाँ चाहिँ मोटर बाइक पार्किङ रहेछ। हेर्नु कस्तो हरियाली छ। यहाँ चाहिँ पार्किङ चाहिँ टन्न छ परसम्म। अनि यहाँ बेलुका अस्ति हामी आउँदा देखेको होइन। मेरो घरबाट वकिङ डिस्टेन्समा 10 मिनट पनि छैन। अनि हामीले यसो देखेको यहाँ धेरै मान्छेहरू चाहिँ इभिनिङ वकमा आउँदो रहेछ। किनभने अब अहिले त के भन्छ समर जान लाग्यो नि त होइन, विन्टर आउन लागिसक्यो। अनि के भन्छ बेलुका भएपछि मान्छेहरूलाई बाहिर हिँड्दा अँध्यारो हुने डर हुन्छ। अनि सेफ्टीको लागि पनि यो बाटो धेरै युज गर्नुहुँदो रहेछ। झापातिर चिया बगान जस्तो क्या मिलाएर। तिमी चियापत्तीको बारी गएको छौ? गएको छैनौ?
होइन अनि झापाको मान्छेले देख्नु पर्ने दमकमा दिन्छ त त्यत्रो चिया बगान यस्तो मजाले काटेछ कि फुलहरू अनि यो सबै पार्किङ हो यो साइड पनि पार्किङ कलेजको उतापट्टि चाहिँ ठ्याक्क रेसिडेन्सियल एरिया छ यो चाहिँ क्याडेन्स भन्ने ठाउँ हो होइन सभा हो यहाँ कलेजको बिल्डिङहरू चाहिँ तर अब आफू पढ्ने बिल्डिङ कलेज होइन के थाहा कुनमा के छ भनेर केही थाहा छैन तर घुम्नको लागि चाहिँ एकदमै राम्रो छ दिनभरि लाग्दा पनि घुमिन सकिने रहेछ है यो कस्तो राम्रो आकाश कस्तो राम्रो भएको क्या म यो भिडियो होइन म आजै पोस्ट गर्छु म यो भिडियो 5 चोटि भइसक्यो यो मान्छे ओर्दोर गरेको हामी त्यस्तो राम्री पनि छैनौँ त अब चाहिँ साँझ साँझ पनि पर्दै गयो चराको आवाज सुनेछ चराको कि भ्यागुताको आवाज क क क क अनि यो चाहिँ ठुलो छ यो एक राउन्ड सकिन आँट्यो यो ल हेर्नुहोस् कति ठुलो छ यहाँ चाहिँ स्ट्रिट लाइटहरू छ त्यो भएर उज्यालो भयो यताबाट जाँदाखेरि क्यारेन्स यहाँबाट ठ्याक्क वेस्टर्न सिडनीको गेट छ त्यहाँ त्यताबाट क्यारेन्सबाट आउँदा त्यताबाट अनि हामी घरतिर हामी चाहिँ यताबाट यता जान्छौँ घर यो चाहिँ एउटा साइड भयो यति ठुलो यहाँ फेरि खुल्ला चौरी छ पार्क छ यहाँ मैले कति मान्छेहरूले ड्राइभिङ सिकेको पनि देखेँ अनि यहाँ छ ठुलो ग्राउन्ड यताबाट रुखैहरू कस्तो मजाको सल्लाहको रुख जस्तो क्या टुप्पोमा माथि भएको खेल्दैछन् त्यहाँ के छ यो चाहिँ हिँड्नको लागि बनाइदिएको त्यहाँ माथि चाहिँ गाडीको लागि तर हामी चाहिँ त्यहाँ माथि पो हिँड्दै रहेछौँ सधैँ हिँड्ने आएको बाटो पनि याद नभयो किनभने घुम्दै घुम्दै आएकोले गर्दाखेरि क्या कति रमाइलो छ क्या इन्भाइरोमेन्ट यहाँ चाहिँ ठुलो बिल्डिङ छ यो चाहिँ मेन बिल्डिङ छ युनिभर्सिटीको 7:30 देखि स्टार्ट गरेको होइन हेर्दा 20 मिनट त भइसकेको छ नि यस्तो स्पिडमा हिँड्दा नि 20 मिनट अझै म गेटसम्म पुग्दा त आधी घन्टाभन्दा बढी लागिहाल्छ नि 10 मिनट लाग्दैन त अब हामीलाई त्यहाँ गेटमा पुग्नुलाई लाग्छ नि पुरा केटाहरूले जिम गरिरहेको छ नि यहाँ युनिभर्सिटीभित्र चाहिँ जिमको सुविधा पनि रहेछ जिमको सुविधा त्यहाँभित्र लाइब्रेरीहरू छ अनि यहाँ बास्केटबलहरू खेल्ने ठाउँ छ मजाले यसले सातैले के भन बुरुक्क उफारी मलाई त हँसाएर यहाँ बास्केटबल खेल्दैछन् त्यहाँ एउटा गेटभित्र संसार छ अनि त्यो चाहिँ मेन गेट हामी अर्को गेटबाट निस्केको थियौँ अनि यहाँ अब यो चाहिँ लास्ट इन्डिङ गेट हो अब सक्यो मेन गेट हामीले पुरा युनिभर्सिटी एक राउन्ड लगाइसक्यौँ ल यो चाहिँ अर्को साइड हो यो चाहिँ लाइटले गर्दाखेरि दिउँसो जस्तै छ होइन त्यहाँ अगाडि चाहिँ टेफ छ टेफ 27 मिनट 29 मिनटमा हामी ठ्याक्कै हामीले स्टार्ट गरेको गेटमा पुग्ने रहेछौँ जहाँदेखि सुरु गरेको त्यहाँ बस सक्यो एक राउन्ड लाग्यो अघि यहीँबाट बसेको हामीहरू आजको हाम्रो युनिभर्सिटी टुर पनि सकियो फेरि अर्को भिडियोमा भेटौँ ल बाई बाई ल बाई बाई भन् त्यस्तो पनि बाई हुन्छ